हेलो एभ्रिवान, स्योङने भन्दै म अर्को भिडियो मार्फत आएको छु र तपाईँले देखिसक्नुभयो यसपालिको धानको हालत चाहिँ यस्तो भएको छ। हेर्नुहोस्, यस्तो भएको छ है खेती गर्नेहरूको हालत। दुःख गरेर पनि यस्तो भएपछि चाहिँ यो बस्तीवालाको हालत चाहिँ यस्तो बनाइदिएको छ। हावा पानीले चाहिँ बिजोग, यो भन्दा बिजोग हुने ठाउँ पनि छैन र यहाँनिर काट्दै रहेछ। हो यहाँनिर हेर्नुहोस्, एकजना अङ्कलले काट्दै रहेछ। हेर्नुहोस् र यो नि यो धान यो लडेको त अब यो त झर्छ नि भुइँमा है, झर्छ होइन, झरि पो सकेको छ। हेर्नुहोस् भुइँमा यो कसरी मिलाएर काटेर यसलाई राख्नुपर्ने। हेर्नुहोस् कसरी यसलाई फेदमा पक्रेर चाहिँ काट्नुपर्ने। यस्तो भुमरी खेलेर जस्तो लडेको छ। यो एक गरा मात्रै होइन, यो उँभोतिर पनि चारैपट्टि, यो एक जग्गा मात्रै होइन, चारैपट्टिको यस्तो भएको छ। एक गरा भात केही थिएन र यहाँनिर काट्दै रहेछ। धान मजाले फलेको रहेछ, तर यो हावा र पानी ज्यादा आएर चाहिँ यस्तो भएको छ। अनि यसरी चाहिँ के फाइदा भयो र? तपाईँले यो भिडियो मार्फत मजाले हेर्नुहोस्। अब हेर्नुहोस् त यहाँ बिहालत भएको छ, बिहालत। हेर्नुहोस् धानको, यो धानको के बिहालत भएको छ। यो जसले खेती लायो उसलाई भएको छ बिहालत। यो जसले यहाँ रोप्यो उसलाई मात्रै थाहा छ कस्तो के भयो भनेर। हेर्नुहोस् भन्दै आजलाई मेरो यो छोटो भिडियो यहीँ राख्न चाहन्छु। हेर्दै गर्नुहोला। सिक्किम गिरेन भिलेजलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला।